नयाँ बलरलाई 17औं ओभर एकदमै क्रुसल ओभर यो खेलको दृष्टिकोणबाट त्यो जिम्मेवारी दिएको छ। ट्राइङ टु गो फर अ बिग हिट तर कुनै पनि कनेक्सन बनाउन सकेनन् समीरले। बाइसमा 40। अगेन लगातार त्यो दबाव देख्न सकिन्छ ब्याटरको मुहारमा। हरेक डट बलले अब चिन्ता बढाउनेछ प्याप्सन मधेसको। प्याप्सन काठमाडौँ लम्किरहेको छ जिततर्फ। फेरि पनि बिग हिटको प्रयास। यो पटक फोर्सफुली रन लिनेछन् त्यहाँ नन स्ट्राइकर इन्डबाट ब्याटरले, तर 4 बल भने खेर गएको छ। बलरको तारिफ गर्ने पनि हुन्छ। जीवन 17औं ओभरमा पहिलो ओभर फालिरहेका छन् आफ्नो लागि र लगातार डट पनि फाले उनले। 3टा डट पश्चात सिंगल दिए। उत्कृष्ट। स्टेप आउट गरेर खेल्ने प्रयास। अब गाह्रो बन्दै गइरहेको छ। 19मा 39 रनको आवश्यकता। खेल टाढा जाँदैछ प्याप्सन मधेसबाट। के एउटा ठुलो ओभर अझै पनि पर्खिरहेका छौँ हामी। के त्यो म्याजिकल ब्याटिङ डिस्प्ले आउनेछ अनुपबाट। सेट छन् उनीमै छ भरोसा। ओ एक्सलेन्ट ओभर। जति तारिफ गर्यो त्यति कम लाग्ने खालको यो ओभर। मेडन ओभर फालेका छन्। जब टोलीलाई चाहिएको थियो तब डेलिभर गरे जीवनले। यो खेलमा प्याप्सन काठमाडौँका लागि जीवन लिएर आएका छन्। 17 पछि 65 मा 7 प्याप्सन मधेस।